हामी चाहिँ तुलसीपुर चोकबाट सिधै तुलसीपुर जाने बाटो जाँदैछौँ। आजको ट्रिप चाहिँ हाम्रो सल्यानसम्मको रहेको छ। होइन जस्तो भए के भन्छु अब हेर्दै जाउँ। अब कहाँ पुगिन्छ फर्स्ट टाइम हो यता जान नेपाल एक्सप्लोर गर्न लाग्दैछौँ। बाई स्टे ट्युन। हामी चाहिँ तुलसीपुर आइसकेको छौँ। हजुर चिसो चाहिँ अहिले पनि एकदमै चिसो छ। अब यो चोकबाट राइट लिँदैछौँ सल्यानतर्फ जानको लागि। राजाको पनि के हाल यो चोकबाट राइट जाने। यहाँबाट 23 किलोमिटर भन्दै हुनुहुन्छ यहाँको मान्छेहरूले। तर अब कति छ थाहा छैन, हेर्दैछौँ कति हुन्छ। ल अब हामी चाहिँ यहाँ पेट्रोल हाल्नको लागि आइपुगेको छौँ पेट्रोल पम्पमा। सहकारी पेट्रोल पम्प। ल अब हामी खलङ्गा भन्ने ठाउँतर्फ लाग्यौँ। कस्तो भइरहेको छ त उसको बाबुलाई राइड? पुरै यो नयाँ ठाउँ है मेरो लागि चाहिँ। अब हाम्रो नेपालको कति पार्टमा जानै पाएको छैन है। योदेखि यो सल्यान एकदम राम्रो, एकदम क्लिन है। एकदम मान्छेहरू एकदम हेल्पफुल हाम्रो नेपालको होइन। अब एकदम गुड। यो चाहिँ गणेशपुर भन्ने ठाउँ रहेछ। के छ अब यहाँदेखि खलङ्गा कति टाइम लाग्ने रहेछ? 70-80 किलोमिटर भन्दै हुनुहुन्छ। लेट्स सी। रमाइलो ठाउँ बाटो पनि राम्रै रहेछ है। राम्रो छ। यो ठाउँ चाहिँ जम्पिङ रोड छ यहाँनिर। पुरै बम्पिङ भइरहेछ। हजुर ल यहाँबाट त्यस्तो डाँडा काँडा देखिरहेको छ। बाटो चाहिँ अलिकता यहाँदेखि फेरि पिच आइसक्यो। अलिकता रोड चाहिँ पुरै बम्पी रोड रहेछ। ठिकै छ, एकदम रमाइलो भइरहेको छ। होइन त बाबु चिसो छ। एक्चुअली भन्नुपर्दा यो चाहिँ हाम्रो एकदमै अनप्लान ट्रिप हो। हामीले चाहिँ बिहानको 4 AM जस्तो भएको थियो। त्यो टाइममा मेरो हस्बेन्ड न्युज हुनुभयो अनि
आज स्याटरडे हो, हामी कता जाने त घुम्न भन्ने कुरा हुँदाखेरि चाहिँ अब मिड वेस्टर्न घुम्न बाँकी थियो हाम्रो। सो सल्यान जाउँ न त भन्ने कुरा भयो। अनि हामी चाहिँ ब्याग प्याक गऱ्यौँ, रेडी भयौँ र 5:35 AM मा घरबाट हामी सल्यानतर्फ भनेर निस्क्यौँ। त्यही भएर जहिले पनि अनप्लान ट्रिप चाहिँ एकदमै बेस्ट हुन्छ। हाम्रो पनि यो ट्रिप एकदमै रमाइलोसँगले, एकदम राम्रोसँगले रमाइलो भएर सक्यो। थ्याङ्क यू। अब चाहिँ हामी सल्यानको जिल्ला अस्पतालतर्फ लाग्दैछौँ। तपाईँले यहाँ देख्न सक्नुहुन्छ बाटो कस्तो राम्रो छ, रेलवेले विश्वबाट बाटो निकालेको छ, साह्रै राम्रो। त्यस पछाडि हामी गयौँ अनिल रेस्टुरेन्ट, जहाँ चाहिँ एकदमै मिठो खानेकुरा थियो है। माउसी चामलको खाना र मटन त ओहो वाउ। खलङ्गाबाट फर्किने क्रममा हामीले बिच बाटोमा देख्यौँ एउटा ठुलो पोखरी। अनि त्यो पोखरीमा एउटा बाजेले चाहिँ माछा मारिरहेको देख्यौँ। अनि त्यहाँ गएर सोद्धाखेरि माछा बिक्री पनि गर्नुहुँदो रहेछ। त्यही भएर हामी गयौँ माछा किन्नेतर्फ। तपाईँहरूले यहाँ देख्न सक्नुहुनेछ, उहाँले चाहिँ यहाँ फिसिङ गर्दै हुनुहुन्छ। हामीले चाहिँ यहाँबाट सानो रहु र कमन क्र्याब माछा किनेर लिएर गयौँ।